नमस्ते साथीहरु, आज धेरै पछि चाहिँ एउटा चाहिँ सोशल मिडियामा चाहिँ एउटा कुरा एकदमै चाहिँ भन्न मन लाग्यो हैन। अहिले देशको राष्ट्रिय स्तरमा चाहिँ जल्दो बल्दो एउटा चाहिँ सुकुम्बासी र आन्दोलन, त्यसमा पनि राज्यबाट चाहिँ एक प्रकारले अहिले जुन चाहिँ डोजर एक प्रकारको देशव्यापी रूपमा चाहिँ सरकारी सुकुम्बासी र अव्यवस्थित तथा खोला नदी किनारका वासस्थानहरूलाई चाहिँ ध्वस्त गराउने एउटा अभियान सञ्चालन गरेको छ नेपाल सरकारले। यसमा चाहिँ मेरो पनि एकदमै गम्भीर असहमति छ है। अब एउटा चाहिँ देशमा एउटा नयाँ जेएनजी आन्दोलन भयो र देशमा एउटा धेरै समयपछि 2/3 बहुमतको एउटा शक्तिशाली सरकार आएको छ। त्यसमा पनि नयाँ युवाहरू, नयाँ जोश जागर र नयाँ चेतना भएका युवा साथीहरू आउनु भएको छ। यसमा सबै हामी चाहिँ खुसी छौँ, एकदमै खुसी थियौँ र नेपाली जनता सबैले धेरै आश गरेका थिए। त्यसमा पनि खास गरेर देशका शासक वर्गहरू, धनी वर्गहरू जसले देशलाई दोहन गरेका थिए, चोरी लुटेका थिए, दोहन गरेर भ्रष्टाचार गरेका थिए र राज्यको अर्बौं खर्बौं पैसाहरूलाई चाहिँ गलत बाटोबाट प्रयोग गरेर अपलचन गरेका थिए। तिनीहरूमा एक प्रकारको यो नयाँ सरकारप्रति एक प्रकारको ठुलो डर र त्रास थियो भने तल्लो वर्ग अहिले तत्काल सरकारले जुनमाथि डोजर चलाइरहेको छ उनीहरू चाहिँ एक प्रकारले उनीहरू नयाँ सरकारबाट एकदमै आशावादी थिए। देशमा नयाँ रोजगारी सिर्जना होला, नयाँ चाहिँ कामहरू होलान्, आफ्ना दुःखका दिनहरू कम होलान्, शिक्षा, स्वास्थ्य, आधारभूत आवश्यकताहरू, रोजगारीहरू सबै उपलब्ध होला र एउटा नयाँ नेपाल देख्न पाइन्छ होला भनेर चाहिँ खास गरेर तल्लो वर्गका जनताहरूले नै अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ चुनावमा जिताएका हुन्। त्यसमा कसैको विमति छैन है। त्यसमा सँगसँगै जसरी चाहिँ सरकारले कामहरू गरिरहेको छ, अब धेरै कामहरू राम्रो पनि गरेको होला, कुनै काम नराम्रो पनि होला। नयाँ चाहिँ युवा भए तापनि, नयाँ अनुभव, नयाँ जोश जाँगर भए तापनि केही कुरा सिक्दै होलान्। त्यसमा चाहिँ हामीले सबै कुरालाई चाहिँ आलोचना गर्नु हुँदैन। फर्क साम्पाङको जस्तै आलोचना त नगरौँ हैन। तैपनि देशमा जसरी चाहिँ देशव्यापी रूपमा 77 जिल्लामा डोजर चलाउने एउटा नेपाल सरकारले जसरी आदेश दिएको छ एकदमै गलत छ। यसबाट चाहिँ देशमा एउटा ठुलो एउटा चाहिँ गरिब र धनी अथवा चाहिँ निरङ्कुश र चाहिँ एउटा सोझा तल्लो स्तरका जनताहरूबिच एउटा ठुलो विद्रोह हुन सक्छ। जसरी एउटा भ्रष्टाचार र चाहिँ एउटा कुशासनका विरुद्ध देशव्यापी रूपमा जनता युवाहरूले जसरी एउटा ठुलो विद्रोह गरे, त्यस्तै गरेर अहिले एक प्रकारको गरिब सुकुम्बासी तल्लो वर्गका जनताहरूले एउटा ठुलो विद्रोह गर्ने सम्भावना छ। यसमा राज्य सत्ताले बेलैमा चाहिँ चेतना पुर्याउनुपर्छ र यसमा चाहिँ सरकारले एउटा संयमता अपनाउनुपर्छ। ठिक हो, सरकारी सम्पत्तिहरू दोहन गर्नुहुन्न, अव्यवस्थित खोलाको किनारहरूमा बस्नुहुन्न भन्ने कुरा चाहिँ धेरैलाई थाहा नभएको होइन, सबैलाई थाहा भएकै कुरा हो। र यसमा मेन कुरा के छ भन्दाखेरि जसरी चाहिँ 10 वर्षीय जनयुद्ध भयो देशमा, ठुलो जनयुद्ध, खास गरेर गाउँ ग्रामीण क्षेत्रमा चाहिँ ठुलो युद्ध र एउटा अशान्ति भयो। त्यति बेला चाहिँ हजारौं लाखौं जनताहरू चाहिँ आफ्नो एउटा चाहिँ सुरक्षा, रोजगारी, घाँस बास कपास र एउटा चाहिँ आफ्नो ज्यानको जोखिमको लागि पनि एउटा चाहिँ सहरतिर सुरक्षाको लागि छिरे। सँगसँगै जति बेला चाहिँ जनयुद्धको बेला जनताहरू गाउँ छोडेर सहर छिरेका थिए, त्यति बेला उनीहरूले आफ्नो एउटा व्यवस्थापनको लागि आर्थिक दयनीय अवस्था भए पनि सास बचाउन र चाहिँ ज्यान लुकाउनको लागि खोला किनारमा बसी होलान्, सरकारी जग्गामा बसी होलान् अथवा कुनै अव्यवस्थित तरिकाले बसी होलान्, केही गरे होलान्। यसमा यसको सम्पूर्ण जिम्मेवारी राज्य सत्ताले लिनुपर्छ है। यसमा राज्य सत्ताले जिम्मेवारी लिनुपर्छ र खास गरेर एउटा चाहिँ कुनै पनि मान्छे आफ्नो जहाँ जन्मियो, जहाँ हुर्क्यो, आफ्नो जन्मभूमि, आफ्नो चाहिँ अर्गानिक चाहिँ गाउँघर, जहाँ चाहिँ स्वच्छ हावा, स्वच्छ खानेकुरा, स्वच्छ पानी सबै चाहिँ पाइन्छ, त्यस्तो आफ्नो चाहिँ व्यवस्थित ठाउँलाई छोडेर कोही पनि मान्छेले चाहिँ एउटा सहरमा आएर एउटा सानो चाहिँ जग्गाको टुक्रोमा अरू कसैको डर त्रास, खोला किनारहरूमा जसरी राति आएर बाढीले बगाउला, कोहीले हान्ला पिट्ला अथवा कोहीले चाहिँ लखेड्ला, सरकारी जग्गामा लाज होला, बेइज्जत होला, तर सबै कुरालाई चाहिँ आफूलाई चाहिँ कम्प्रोमाइज गरेर जनताहरू चाहिँ जसरी तल्लो स्तरका जनताहरू चाहिँ सडक छेउमा, खोलाका किनारमा, सरकारी जग्गामा बस्न विवश भए, यसको जिम्मेवारी नेपाल सरकारले लिनैपर्छ। यो कुरा सरकारले मनन कहिले गर्ने र जसरी जनताहरूलाई चाहिँ आफ्नो एक प्रकारको शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, विकास, पूर्वाधार, बत्ती सबै यदि गाउँमा पुगेकै भए जनताहरू किन सडक झर्थे?
सरकारले यो वातावरण तयार नगर्नुको दोष कसको छ? नेपाली जनताहरूले सङ्घर्ष गरेकै छन्, मेहनत गरेकै छन्। यत्रो चुनाव भयो, यत्रो परिवर्तनहरू भए, 7 सालदेखि चाहिँ अहिलेसम्म नेपाली जनताले यत्रो ठुलो परिवर्तनको सम्भाग भए, तर राज्य सत्ता र माथिल्लो वर्गले बुझेको कुरा खै। यो कुरा नबुझ्दा जसरी चाहिँ भदौ 23 र 24 को एउटा ठुलो विद्रोह भयो, त्यस्तै गरेर अहिलेको नयाँ युवा शिक्षित वर्ग, त्यसमा पनि बालेन सरकार, देशले आश गरेका सबै नयाँ मन्त्रीहरू, नयाँ शिक्षित युवाहरू, नयाँ विज्ञहरूको सरकारले यसरी फेरि उही पुरानै पारा देखाउँदाखेरि दुःख लागिरहेको छ। यसमा चाहिँ सरकारले बेलैमा एकदमै चाहिँ ध्यान दिनुपर्ने छ। जसरी चाहिँ जनताहरूलाई चाहिँ एउटा प्लानिङ, तपाईहरुलाई यसरी व्यवस्थापन गर्छौं, यसरी गर्छौं, म एउटा चाहिँ प्लानिङ, एउटा चाहिँ राम्रो चाहिँ गुरु योजना नबनाएर जबरजस्ती चाहिँ 24 र 48 घण्टे नोटिस जारी गर्दै जबरजस्ती खर्बौं अर्बौंको भौतिक संरचना ध्वस्त भएको छ। यो घाटा कसलाई? देशमा जनता गरिब हुनु, देशमा घर बेसहारा हुनु, जनता एउटा चाहिँ मानसिक डिप्रेसनमा जानु, जनता विद्रोह गर्नु, आन्दोलन हुनु, टायर बाल्नु, यो पनि त एउटा राज्य सत्ताको दोहन होला, राज्यलाई एउटा नोक्सानी होला। नयाँ सरकार आएर देशको आर्थिक वृद्धि दर बढाउँछौं, हामी जीडीपी 5 वर्षमा 10 वर्षमा 100 ट्रिलियनको पुर्याउँछौं भन्ने जुन चाहिँ तपाईहरुले चाहिँ एउटा नारा लिएर आउनु भएको छ, अनि देशमा भएका भौतिक संरचना ध्वस्त गरिदिने, जनताहरूलाई लखडिदिने, देशभरि आन्दोलन चर्काइदिने भएपछि भोलि तपाईहरुको सपना पूरा हुन्न। यसमा खास गरेर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसमा पनि बालेन, रवि र प्रत्येक त्यससँग सम्बद्ध उच्च तहका कर्मचारी भन्दा नि त्यसका राजनीतिक कर्मीहरू, त्यसमा पार्टी सभापति, जिल्ला सभापतिहरू हुनुहुन्छ, को हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी, र खास गरेर पार्टी भन्दा पनि अहिले सरकारसँग सम्बद्ध निकायहरू, सबैले यो विषयमा चाहिँ गहन तरिकाले एकचोटि सोचेर मात्र यस्तो कुरामा चाहिँ अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। जनताहरूलाई जथाभावी डोजर चलाएर, पुलिस आर्मीहरूको बुट बजारेर, लट्ठी देखाएर, बन्दुक देखाएर हुनेवाला केही पनि छैन। ती आर्मी, ती पुलिसहरू पनि हाम्रै दाजुभाइ हुन्, ती सुकुम्बासी, ती अव्यवस्थित केही आफन्तहरू हुन्। उनीहरूले अहिलेसम्म राज्यको नियम र कानुनलाई पालना गर्नुपर्छ भनेर मात्र डोजर चलाएको हेरिरहेका छन्, मान्छेलाई लखडिरहेको हेरिरहेका छन्। यदि भोलि आफ्नै बाउआमा, आफ्नै सन्तान, आफ्नै आफन्तहरू यसरी बेसहारा बेघर भएको देखेमा भोलि सेना, आर्मी, पुलिसहरू पनि विद्रोह गर्न सक्छन्। बालेनले अहिले रक्षा मन्त्रालय, गृह मन्त्रालय आफैमा छ भनेर कुनै ठुलो राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै सम्पूर्ण एकलौटी छ भनेर सपना नदेखे हुन्छ। यस्ता एक जिद्दीपना, घमण्डीपना, अहमता र चाहिँ एउटा जहानिया पाराको शासनले यसले चाहिँ पार्टीलाई पनि राम्रो गर्दैन र देशलाई पनि राम्रो गर्दैन। जनता जाग्यो भने संसारका जत्रा तानाशाहहरू पनि लाइनमा आउँछन्। त्यसैले यो कुरा बेलैमा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि, हामीले जसरी चाहिँ 77 जिल्लामा सरकारले 7 दिने, 10 दिने, 24 घण्टे, 48 घण्टे सूचना टाँसेर जबरजस्ती प्रचार गरेर आदेश दिएर जसरी यो खाली गर्न खोजेको छ, यो एउटा देशमा अशान्तिको एउटा ठुलो तयारी हुन सक्छ, अशान्तिको एउटा ठुलो बिउ हुन सक्छ। यसमा सरकारले बेलैमा सचेत हुनुपर्छ। खास गरेर यसमा हाम्रो देशका स्थानीय सरकारहरू, प्रदेश सरकारहरू, केन्द्र सरकारहरू, त्यससँग सम्बन्धित सम्पूर्ण चाहिँ हाम्रो अभिभावक भनौँ अथवा चाहिँ हाम्रो सामाजिक राजनीतिक कर्मीहरू सबैले चाहिँ यसमा ध्यान दिनुपर्छ। खास गरेर यसमा स्पेशल बालेन सरकार र रवि, त्यसमा पनि स्पेशल सरकारले नै यो ध्यान दिनुपर्ने छ। अन्यथा यस्ताले भोलि देशमा फेरि केही क्षणमै ठुलो गृहयुद्ध नहोला भन्न सकिन्न। तसर्थ ठिक छ, खोला किनारको सरकारी अवस्थित जग्गाहरूलाई चाहिँ व्यवस्थापन गर्ने कुरा एकदमै ठिक छ, यसमा सबै सहमत छन्। तर यसको लागि केही सीमा दिनु पर्यो। खास ठाउँका कस्तो प्रक्रिया छन्, कस्तो प्रकृतिका जग्गाहरू छन्, लिजमा छन् कि कोही मान्छे बाध्यकारी भएर बसेका छन् कि कोही मान्छेहरूले जबरजस्ती हुकुमवासीहरूले सुकुम्बासीमाथि व्यापार गरिरहेका छन् कि, यो कुरा सरकारले राम्रोसँग बुझ्नु पर्यो र यो कुरामा ध्यान दिएर मात्र सरकारले आफ्नो कामलाई अगाडि बढाउँदा एकदमै राम्रो होला। अन्यथा यसले देशमा एउटा ठुलो विद्रोह हुनसक्छ। र हर्क साम्पाङले पनि पहिलो समयमा गरेका कैयौँ कुराहरू ठिक छन् भने सरकारले गरेका कैयौँ कुराहरू पनि गलत हुँदै गएका छन्। यसमा बेलैमा ध्यान जाओस्। धन्यवाद, नमस्ते। कस्तो लाग्यो विचार सबैले प्रतिक्रिया दिएर
सहयोग गर्नुहोला। धन्यवाद।